तर पेसोमा पुगेपछि अलिअलि चिसो हुन्छ होइन अहिले त यो रस्ता उ गरेर गाँसै यति साह्रो ठन्डा हुनु अब हामी जुकुको ट्रेकिङको लागि हामी डिकनबाट हामी निस्किँदैछौँ अगाडि एउटा गाडी देख्नुहुन्छ अनि यो चाहिँ हाम्रो गाडी अहिले समय भएको छ 2:34 हामी 2:34 देखि चाहिँ यहाँदेखि मुभ गरेको अब हामी केही बेर पछाडि हामी जुकु पुग्नेछौँ अनि अबको केही घन्टा पछाडि हामी तपाईहरुलाई जुकुको नजारा देखाउनेछौँ Yes, hallelujah, praise the Lord. We are on the way to Juku. Now we have reached the हामी जुकुको यो ठीक भ्यू पोइन्ट मा पुग्यो अब हामी पहाडतिर हामी लाग्दैछौँ हेलो यो चाहिँ ठिक्कै यहीसम्म हो अन्तिम गाडी आउने चाहिँ ल हो लाग्यो अब जुकु हेर्नलाई हामी लाग्यो बोलाइदिनु भिडियो चलो यो हेर्नुहोस् है यो हाम्रो पास यो हेर्नुहोस् हुन्छ दाजु पछाडि आएर खिच्छु मलाई सिधै पहाड जुकु जहाँ पहाड पास्टर हाल्नु त हो उठिहाल्छ त जुकुतिर लाग्यो हेर्नु साथीहरू हे पछाडि हेलो उठ्यो हे उठ्यो हामी जुकुमा कसरी देख्यो होला यहाँको मान्छेहरू नि यो बस्तीले कसरी देख्यो होला यहाँ यस्तो छ भनेर हेर्नुहोस् यस्तो छ बाटो उड्दैछ लाहे लाहे हामी घाँसपानदेखि निस्किँदाखेरि बिहानको 2:30-3:35 मा निस्केको थियो करिब करिब गाडीले 2 घण्टा जस्तै 3 घण्टा जस्तै यहाँ पुग्दाखेरि टाइम लियो अनि गाडी छोडेर अहिले अब हामी पैदल मार्च गर्दैछौँ अनि एकदमै यो चाहिँ जुकु भनेको चाहिँ एकदमै एउटा सुन्दर ठाउँ त्यो हेर्नुको निम्ति लाहे लाहे लागिँदैछ यहाँ यसरी डस्टबिन पनि बनाएको छ लाहे लागिँदैछ लाहे लाहे तपाईँलाई अगाडिको यो अगाडिको भ्यू छोड्दैछौँ हामीहरू यस्तो छ भिरालो हेर यहाँ परमेश्वरको वचनले भन्दैछ यदि कसैले मलाई पछाउँछ भने उसले आफैलाई अस्वीकार गर्नुपर्छ र मेरो क्रुस बोक्नुपर्छ हैन साँच्चै पनि यो कालोले हामीलाई प्रभु श्री ख्रीष्टको गलगताको कष्टलाई देखाउँदछ बुकी पनि अपनी खानु ल बुकी भी
थाकिबे ए हाम्रो पस्टरबाहरू हेलो आउनुहोस् आउनु ए यस्तो उकालो छ यो चाहिँ मेप है ए हामी यो भ्यू पोइन्ट यसरी हुँदै 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 यहाँ आयो त यहाँ आइसकेको पछाडि यहाँ रेस्ट गर्दै फोटो सेसन अनि तपाईँलाई अहिलेसम्मको कस्तो छ अनुभवहरू आया नबन्नुहोस् यो मेरो दोस्रो चोटि हो पहिला सानो टाइममा आएको थिएँ अर्को बाटोदेखि यो बाटोमा त पहिलोचोटि तर रमाइलो छ भनौँ अब सम्पूर्ण बोटहरूसँग आएको मजा लागेको छ ओके ल धन्यवाद अनि तपाईँको कस्तो हुँदैछ हजुर हजुर दुःख छ उठ्नलाई उकालो भए पनि धेरै उत्साहित छु यस ए यहाँ हाम्रो पस्यो अनि तपाईँको कस्तो अनुभव हुँदैछ अनुभव अलिक तलको पाहाडले त हरेस खाँदै थियो अहिले यहाँ आइपुग्छ अलिकति एकदम रिल्याक्स भयो यस एकदम खुसी लाग्यो यस अनि तपाईँको भन्नुहोस् एक्सपिरियन्स लाइफ एक्सपिरियन्स फर्स्ट टाइम छ यस्तो पहाड चढ्नुमा तर उठ्दाखेरि त के जस्तो लागेन माथि उठ्दाखेरि त एकबार चाहिँ पुरै आज मिस हुन्छ कि भनेको थियो अहिले भन्दाखेरि त जसै हेभेनमा गएको जस्तो पो लाग्यो त यस एकदमै दामी यहाँ आउँदाखेरि चाहिँ बल्ल एउटा हामी चाहिँ आधा ठाउँसम्म आइपुग्यो यहाँदेखि अझै हामी 530 मिटर माथि जानुपर्छ त्यहाँदेखि 8 किलोमिटर फेरि हामी चढ्दै लाग्नुपर्छ यता पनि हेर्नुहोस् त एकबार 5 जनाको झुन्ड छ अरू झुन्डहरू चाहिँ अगाडि गइरहेको छ र हामी चाहिँ ठाउँ ठाउँमा कभरेजहरू गर्दै हामी हिँड्दैछौँ हेर्नुहोस् हाम्रो यहाँ घाम यस्तो न्यानो छ सानो झुन्ड तलपट्टि हेर कुहिरो यस्तो माथि यस्तो घाम हामी त कुहिरो माथि उठेको जस्तो भइरहेछौँ कुहिरो माथि उठेर हिँडेको जस्तो एकदम हेर्नुहोस् कुहिरोमा बसेर सग्रामा गएको है हामी त लाठीको सहारा भएन भने चाहिँ हुँदैन रहेछ नसक्ने रहेछ माथि चढ्नु